हेलो नमस्कार सम्पूर्णमा वेलकम टु माई ब्याक युट्युब च्यानल। आज चाहिँ भने हजुरहरूको सामु एकदमै अचम्मै लाग्दो भिडियो लिएर आएको छु। यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिन नभुल्नुहोला। कृपया यो भिडियो अति नै सुन्दर छ र अति नै डरलाग्दो पनि छ। कृपया सबैजनाले यो भिडियो अन्तिमसम्म हेरेर साथ दिन पनि नभुल्नुहोला र लाइक कमेन्ट र शेयर पनि गर्न नभुल्नुहोला। युट्युब च्यानल साङ्गे शेर्पा सङ्घसभा। यो ठाउँ हो बिलमाटे। अब यसै गरी हामी साल्पा पोखरी हुँदै सिलिचोङसम्म जाने तयारीमा हामी बाटो लागिसकेका छौँ। हामी चाहिँ अब अलिकति डाइटको लागि एक्सट्रिमहरू खाँदैछौँ। मकै भटमास पनि भुटिदिनु भएको छ हाम्रो घरबेटी दिदीले। हामी अहिले सिलिचोङ नजिकै आइसकेको छौँ। साल्पा पोखरी नजिक आइसकेको छौँ। साल्पा पोखरी यहाँ माथितिर सिलिचोङ डाँडा चाहिँ यो धेरै नै माथि टपमै पर्छ है। हामी चारजना चाहिँ पुग्न आएका छौँ आज। यतिखेर चाहिँ हामी साल्पा पोखरी आइपुगेको छौँ। साल्पा पोखरी हेर्नु होला। यहाँदेखि मान्छेहरूको भनाइ सुनिन्छ 5 घन्टा लाग्छ सिलिचोङ पुग्न। हामी चाहिँ भर्खरै पोखरी आइपुगेको छौँ। अब यस पोखरीमा घुमेर दर्शन गरेर त्यस पछाडि हामी सिलिचोङतर्फ लाग्नेछौँ। हेर्न सक्नुहुन्छ साल्पा पोखरी। सुन्नीमा पारुहाङ जस्तो देखिरहेको छौँ हामीले है। अब चिन्न चाहिँ सकिएन। हामी यतिखेर साल्पा पोखरी पुगेको छौँ। हामी चारजना। अब चाहिँ भने हामी पोखरीतर्फ लाग्यौँ। पोखरीलाई राउन्ड लगाएर हामी चाँडै नै सिलिचोङ चढ्ने तयारीमा छौँ। हेर्नुलाई गाइजहरू हामी जाँदैछौँ है त। अब पनि पोखरीलाई रनिङ लगाउन सुरु भयो हाम्रो। हामी यतिखेर सिलिचोङको फेदी ठ्याक्कै पछाडि आइपुग्यो। अति नै ठुलो हावाहरू कराइरहेछ यहाँनिर। सिलिचोङ चढ्दैछौँ हामी। अब यो ठाडै हेर्नु होला, ठाडै छ, धेरै नै टाढो छ, नजिकै देखिन्छ। भ्लग बनाउन आँटिरहेका छौँ। हामी साल्पा पोखरीमा दर्शन गरेर पूजापाठ गरेर यो उकालो सिलिचोङ चढ्दैछौँ।
यो सिलिचोङ माथि डाँडा चढ्नलाई चाहिँ हामीलाई साल्पा पोखरीको दर्शन गर्दा पूजापाठ गर्दाखेरि चाहिँ हामीलाई चाहिने के अरे शक्ति मिलेको छ। शक्ति चाहिँ प्रदान गरिदिनु भएको छ हामीलाई। त्यही भएर हाम्रो भाइहरू चाहिँ एकदम खास हिँडिराख्नु भएको छ। यसै गरी हामी अब 4 घन्टाको बाटो चाहिँ हामी 2 घन्टाको टार्गेटमा चाहिँ हामी हिँडिरहेका छौँ। अब तपाईँहरू पनि आउनुहोस्, यो सिलिचोङ डाँडा चाहिँ चढेर यहाँको मनोरञ्जन, यहाँको दृश्यहरू हेरेर जानुहोस्। हामी पनि पहिलोचोटि जाँदैछौँ। मेरो यो शब्द यति नै भन्दै टुङ्गाउँछु। हस् त, बाई बाई। हेलो गाइज, उकालो चढ्न नसकेर त्यसरी बसिरहेको छौँ। साथीहरू धेरै माथि पुगिसकेको छ। म चाहिँ गाइज भिरमा बसिराखेको। यस्तो हालतमा छु, अब यति सुत्दै हिँड्दैछु। साल्पा सिलिचोङ चाहिँ यस्तो रहेछ गाइजहरू बाटो है, एकदमै डर मर्दछ। एकमुष्टि खुट्टा चिप्ल्यो भने त कहीँ नअडिने ठाउँ रहेछ। यस्तो डर लाग्दैछ, हेर्नु होला। हामी सिलिचोङ डाँडा आइसकेका छौँ। अब थोरै रहेछ बाँकी। बाटोको अति नै दुर्गम क्षेत्र रहेछ यो बाटोको, अति नै समस्या रहेछ। जोखिम बाटोहरूमा हिँड्नु पर्दो रहेछ। म चाहिँ मोटो छु है, हिँड्नु नसकेर यति गाह्रो छ। हिँडिरहनु भएको छ। अब यो माथि टपमा रहेछ। हेर्नु लगाइछ बाटो अझै हाम्रो धेरै रहेछ। हामी धेरै समय भइसक्यो हिँडेको। यता चाहिँ सिँढी रहेछ है, यहाँ मुनि चाहिँ सिँढी छैन। हामी कहाँ हो कति चाहिँ हाइटमा आइयो त, हेर्नु लगाइछ। यति ठुलो हावा चलेको छ कि गाइज हावाबाट चेन्ज गर्नको लागि धेरै कठिन पर्दो रहेछ। कस्तो हावा चलेको हो, हिँड्नु सकिएन। हावाले लडाउला जस्तो गर्छ। चल्दो रहेछ। यता चाहिँ हाम्रो यो शङ्करसर जिल्लामा पर्छ होला। सिलिचोङ डाँडा अति नै हावाले अति नै गाह्रो बनाउँदो रहेछ आउनको लागि। हामी चाहिँ अलिक बेलुकीको टाइम परेर पनि होला, हाम्रोलाई बाटो छ है। यस्तो डर
सुन्दर लाग्दैछ है। यो हाइट डाँडाबाट हेर्दा आकाशमा नदेखिँदो रहेछ। हिमाल यति नजिकै छ।